आज त लिटिल हट बिस्कुट बेबीलाई टेस्ट गर्न ल्याइदिएको। वाउ कति दामी बिस्कुट भन्दै खाँदै खुसी भए। अलराइट गाइज वेलकम टु माई मिनी भ्लग। आज ड्युटीबाट खाना खाने बेला रुममा आउँदा बत्ती नै रहेनछ। आखिर यो नर्मल बारिशमै बत्ती किन छैन भनेर बाहिर निस्किनै लागेको थिए कि घरबेटी अंकल बाबु कहाँ जान्ला छौ? केही होइन अंकल, यसो पसल पुगेर आउँछु भन्दै म अलि अगाडि पुग्न साथ माई गॉड खोलामा सानो बाढी पो आएको रहेछ। एक त यो जमाना सँगै मौसम नि फास्ट भइसक्यो रहेछ। पानी यति पर्दैछ कि असार महिना अहिले नै आइसकेको फिल हुँदैछ मलाई त। हावाहुरी र वर्षाले गाइज हेर्नै सक्नुहुन्छ रुख ढलेर कस्तो बिजोग भएछ बाटो। गाडीहरू हिँड्न असफल नै रहेछ यो बाटो। सायद यही रिजनले नि हुन सक्छ बत्ती नआएका। ओके जे जस्तो भए नि पानी पर्दा चाहिँ मलाई मेरो एरियाको भ्यू चाहिँ दामी नै लाग्छ गाइज। भन्दै रुम पुग्दा त बेबी मैले ल्याइदिएको लिटिल हट बिस्किट खाइ लाग्या रहेछ। मेरो मुटुलाई सानो मुटु सेपको बिस्कुट खाँदै खुसी देख्न साथ अनि खुसी हुँदै एयर फ्रेशनर झुन्ड्याए। त्यसपछि मिठो भोजनमा आलु र परवलको सब्जी सँग भात खाँदै पल्टे बेडमा। धन्यवाद।